गाइज वेलकम टु माई ब्लग आफ्टर लङ टाइम। एउटा कुरो देखाउने क्या, यो इयरको चाहिँ 2026को चाहिँ लास्ट फिक्सन हो क्या, होइन स्टार्ट भर्खर भएको छ इयर, तर लास्ट फिक्सन हो अहिले चाहिँ। हेर्नु सक्नुहुन्छ म काममा जाँदैछु, यति धेरै हिउँ परेछ है, कुरै नगर्नु। देख्न सक्नुहुन्छ यहाँ, भने त यहाँ म गलिसकेँ यार, 5 मिनटको बाटो गलिसकेँ, अझै 5 मिनट हिँड्नु छ, 10 मिनट लाग्छ होला। यति धेरै हिउँ परेछ, तपाईँले हिउँ देखाउन लागि मात्र हो, पुरै हेर्नु छ्याप्पै टक्क लाएर कसरी जाने होला है। यो हिमाल चढे जतिको भएको छ आज चाहिँ, यस्तो गाह्रो होइन हिँड्नलाई। हिउँ हिउँ देख्न सक्नुहुन्छ, अझै कति छ, यत्रो बाटो हिँडेर आयो तलसम्म जानुपर्ने, अझै माथि पुग्नु पर्ने, कतिखेर पुग्नु थाहा छैन। त्यही तपाईँहरूलाई यो इयरको चाहिँ लास्ट स्नो देखाउनलाई मैले भ्लग गरेको छु धेरै पछाडि। प्लिज सब्सक्राइब गरिदिनु होला, भ्यू हेर्नु है त, म तपाईँलाई हिउँ देखाउँदै जान्छु। गाह्रो छ, कतिखेर पुग्ने होला हौ यस्तो हिँडाइले त। आमा हेर्नु त हिउँ कति बाक्लो छ, आम्मा है त। ल म देखाउँछु है तपाईँलाई, म वेट गर्नु है त। तपिस्नेर आइपुग्नु लाग्यो, भ्यू देखाउँछु चोकको, यस्तो डेन्जर छ। म यहाँ देखाउनु लागिरहेछ, यति धेरै आएकै देखिँदैन, यस्तो धेरै छ कि। हेरे त कम मजा आउँछ। आम्मा ल यस्तो डेन्जर छ। र यताबाटको भ्यू म कमान आउँछु, त्यहाँ हो आइपुग्यो। यस्तो मौसम कस्तो लाग्छ, हिउँ परेको हेर्दा चाहिँ दामी होइन, तर हिँड्न चाहिँ एकदम गाह्रो हुन्छ है त। ल च्यानललाई लाइक सब्सक्राइब गरिदिनु होला, हिउँ चाहिँ देखाइहाल्छु म पछि पछि पनि। चाहिँ धेरै छ है, कुरै नगरौँ। आज त वाइल्डै परेछ, वाइल्डै सधैँ धेरै हिउँ परे देखेँ मैले फर्स्ट टाइम यति धेरै। हेरेँ न कति छ ए आमा हौ। ल ल ल रोमानियन चाहिँ आफ्नो पसल अगाडि चाहिँ आफैले सफा गर्नुपर्ने हुन्छ, हिउँ पन्छाउनु पर्ने हुन्छ बाटो हिँड्ने मान्छेहरूलाई, ग्राहकहरूको लागि चाहिँ। र अलिकति बलियो मै छु, त्यसैले सफा गर्नुपर्छ। अहिले काम चाहिँ लगभग भयो, देख्न सक्नुहुन्छ यो सबै मैले गरेँ, सक्यो। यति धेरै छ यहाँ चाहिँ, गाडीबाट आउने मान्छेलाई पनि टक्क बाटो खोलिदिएको, लगभग भ्याइयो है। त्यस्तो दामी हिउँ परिरहेछ, यस्तो के गर्ने चाहिँ बस स्टप हो, अनि म काम गर्ने ठाउँ है यो चाहिँ। यो चाहिँ स्लो मोसनै हिउँ परेको साथीहरू। काम सकेर म घर जाँदै भ्लगको अन्त्यतिर आइसक्यो। हेर्नुहोस् यस्तो दामी भएको छ है, आम्मा यस्तो हिउँहरू चाहिँ बबाल छ। त्यही हो, अझै हिउँ हेर्ने भए चाहिँ सब्सक्राइब गर्ने, कमेन्ट गर्ने। लेट्स गो।